एनपिएलको तेस्रो दिनमा आज एक खेल हुँदैछन्। आज काठमाडौँ गोर्खा र सुदूरपश्चिम रोयल्स दिउँसो 4 बजे आम्ने-साम्ने हुँदैछन्। काठमाडौँ गोर्खाले आफ्नो पहिलो खेलमा जनकपुर बोल्समाथि 5 विकेटको शानदार जित निकालेको थियो। काठमाडौँ गोर्खाले जनकपुर बोल्सले दिएको 131 रनको लक्ष्य 5 विकेट गुमाउँदै 2 ओभर बाँकी रहँदै जित दर्ता गरेको थियो भने सुदूरपश्चिम रोयल्स आज आफ्नो पहिलो म्याच खेल्दैछ। सुदूरपश्चिम रोयल्समा दिपेन्द्र सिंह ऐरी कप्तान रहेका छन् भने काठमाडौँ गोर्खासको कप्तानी करण केसीले गरिरहेका छन्। सुदूरपश्चिम रोयल्समा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, अविनाश बोहरा, स्कट कोग्लिजिन, हरमित सिंह जस्ता खेलाडी रहेका छन् भने काठमाडौँ गोर्खामा करण केसी, साहब आलम, मोहम्मद आदिल आलम, बेन डाउथवेट जस्ता खेलाडीहरू रहेका छन्। आजको खेल दुवै टोलीका लागि निकै नै महत्त्वपूर्ण रहेको छ। आजको खेलमा दुवै टोलीलाई राम्रो प्रदर्शनको शुभकामना।